अस्तिको भिडियोमा मैले तपाईँहरूलाई भनेको थिएँ कि काठमाडौँमा यस्तो अब ठाउँ भयो भने तपाईँहरूले त्यो नाग्नु हुँदैन, त्यहाँ महादेव हुन्छ भनेर भनेको थिएँ अस्तिको लास्ट टाइमको भिडियोमा। यो लास्ट टाइमको 2टा भिडियो अगाडि होला। यस्तो यस्तो हुन्छ। अब यहाँ अरू बेला चाहिँ नि अब यो ढुङ्गाको स्ल्याबले छोपेर राखेको हुन्छ, अनि यो पाँचरीको दिनमा हिजो यो खोलेर यसरी पूजा गरिन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो पूजा गरेको। अनि त्यसपछि यता शिवरात्रिमा जस्तै यता छेउमा अब यो आगो बाल्छ, आगो ताप्ने यस्तो काम गरिन्छ। अब काठमाडौँमा पाँचरेमा आज जात्रा हुन्छ। हिजो पाँचरे भयो, आज जात्रा, अनि भोलि पनि जात्रा हुन्छ। अनि यो वर्षको एकचोटि यसो खोलेर पूजा गरिसकेपछि फेरि बन्द गरिन्छ। यहाँ जुन स्ल्याब देखिराख्नु भएको छ ढुङ्गाको स्ल्याब, यो ढुङ्गाले छोपेर राखिन्छ र वर्षको एकचोटि खोलेर पूजा गरिन्छ। लुकमाध्य अर्थात् लुकेको महादेव।